बुद्ध धर्म शिक्षा सम्पदा व संस्कृति संरक्षण सम्वर्धन याग तातना निसुंगु बौद्ध विहार संघीयलय पिकुपगु दमुजा जुगुदु बौद्ध विहार संज्ञा नाय नानिकाची साकिया सभा नासुई वंगु सोमबा संज्ञा दमुजा जुगु ख दमुजया उलेजा ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा फुसाल याना दिगु ख जाजोले मन्त्री फुसाल दमुजया लसुता भिन्टुना देछासे बौद्ध विहार संज्ञा जाखे थम फुचागु ग्वालियागु प्रतिबद्धता पंका दिल म यहाँको जनप्रतिनिधि र जनप्रतिनिधिको हिसाबले यति बेलाको मैले संघीय सरकारमा पनि प्रतिनिधित्व गर्न पाएको अवसरमा यहाँको या बिहार या को बुद्ध विहार एसोसिएसनले अगाडि सार्ने कार्यक्रममा के सहयोग गर्नुपर्छ, नीतिगत हिसाबले बजेट विनियोजनको हिसाबले अरू ढङ्गले के सहयोग गर्नुपर्छ, म व्यक्तिगत हिसाबले र नेपाल सरकार पनि सहयोग गर्न प्रतिबद्ध भएको मैले यहाँलाई विश्वास दिलाउँछु। अथे मन्त्री भुसाल बुद्ध शिक्षा व दर्शन 21औं शताब्दी नेपाली जगम मखुसे हलिन्य कहे अपरिहार्य जुगु थया दिल। हाम्रो देशको पहिचान भनेको विश्वलाई चिनाउने बुद्ध जन्मेको देश। बुद्ध भन्दा बित्तिकै बुद्धको जीवन दर्शन, शान्ति, एकता, प्रगति र समानताको शिक्षा बुद्ध दर्शन हो। हामीले सामान्य हिसाबले बुझ्दाखेरि पनि गरिब विपन्न रोगी एकदम असमानताको भावबाट अनि बुद्धत्व प्राप्त गरेर शान्ति एकता र प्रगतिको एउटा दर्शन हो यो। अहिले यसलाई जसरी लिएर गए पनि अहिले 21औं शताब्दीमा आइपुग्दाखेरि पनि हाम्रो देशमा बुद्धको दर्शनको औचित्यता अझै पनि रहिराखेको छ। समकालीन विश्वमा पनि र हाम्रो देशमा पनि बुद्धको दर्शनको औचित्यता छ। जाजोले सभा नाय नानिकाजी साक्य बौद्ध विहार संज्ञा उद्देश्य व थगु कार्यकालले यानागु जाखया बारेन कना दिगु ख बौद्ध विहार संज्ञा बुद्ध धर्मता प्रसार यागु तकले तरुण याचल अटेस्तो सांस्कृतिक सम्पदा व थनियोपति सांस्कृतिक जगेर्ने यागु उता उठान यागु जा जना झागा चंगु जल रासन्य पुतिफन बाबै उन जेरन जुन रास उता सहज कर्तव्य रूपे भूमिका मिता बाबै जन उदारिया ज्यान बौद्ध विहार संज्ञा आया चंगु वे क्रमेण तुसी चिसा तकले नपाएपटि थोगु भगाबोपटि कारनाइना बाबै त युपै जेर्न जोगति तो यदि बाबै त जेर्न जोगति त जेर्न उदारे चाहिँ पहिले या मक्तरका धासा चिसा धार्मिक प्रचार त चित स्थान दैमो उस स्थान त चिसा तक नमा प्राथमिकता बिमावती कथा बौद्ध विहार संज्ञा उता चिसा पहिलो प्राथमिकता दियोपति जरा यलायोपटि नम्नै रोपे चाहिँ वो किताब इंग्लिश ले छु नेवा भाषा है टिकापति चिसा चाहिँ कुटाइ नाचनको छलफल पिल्याने जी जानकारी पियाचना एजो जुन बौद्ध विहार संघ गुपति जा यकायाचनको पति जा चाहिँ कवितो कारण चाहिँ यकम यको बुलिन यकमावती यकम भयाचन त उदा चाहिँ व्यवस्थित ढंगले थवे कार्यक्रम तयार यो बौद्ध विहार संघ चाहिँ छ बालके चाहिँ योजनाबद्ध रूपमा ध्यान तयार चाहिँ हामीले पुग्दिनु। जाजोले संघीय सांसद कृष्णलाल महर्जन बागमती प्रदेश सभा अध्यक्ष शोभा साक्य पूर्व मन्त्री बुद्धिराज बजाचार्य यल महानगरपालिका उपप्रमुख किता सत्याल बौद्ध विहार संज्ञा पुलाम नाय बाबुराज बजाचार्य संज्ञा पी खुकगु दमुजय लस्ता भिन्टुना देछासे थथगु नुग खतया दिगु ख सोना सगात सभा जुइले ओ दक्षिणको मूल्याङ्कन या समीक्षा या ज्या चुने अध्यस्तो चिकिङ छैन मध्यस्थले हो यानादि तो दक्षिणभित्र अथवा वंगोचन कार्यकालय गुल्तक ज्या बालक ज्यात अझ वस्याना कनै दिने घटना झेक पहिलो बारे न चिकिङ चाहिँ बालक साल याना नगी जीठो बौद्ध विहार संघ त्यहाँ मात्र है जीगु येलो छगु तद्दंगु छाता संगठन था ठो छाता संगठनले चीजा बौद्ध विहार त्याउ खसा चियो संस्कृति सम्पदा कसोए चोछा चोन्यागो गुकी 1800 वर्ष न्यो निसे गया चाहिँ आककन चीजा
नेपाल त मसिका चौमुट हुए बाहा बहिलों ख जियो धरोहर हुए जियो संस्कृति संपदा ख गु संस्कृति संपदा जगेर्न yana चौ बा बहि त सक्ले कगना गुकी जियो धरोहर यात अझ बालका पनि फेरमा अझ बालक न्याके देमा रका गुपटी बौद्ध विहार सम निसना आटक अतुट रूपमा गुज्या न्याका याचन उकी मध्ये युवा पिन्त महिला पिन्त बा बहित तक्को कगना न्याउना चंगो तस्को ये चोछ्या बहजो जुनी बौद्ध विहारसँग ठाउँ टक उली याना वया ठाउँका जे याना तोडु सोया तोडु र अहिले जुनी ठाउँ टक बालकै कार्यक्रम दिएका न्याका वया ठाउँहरु jego संस्कृति jego धर्म अमूर्त सम्प्रदाय समस्त नियाविद्या बौद्ध विहारसँग जुन जहाँ न्याका वया ठाउँहरु पहिला जे यको यानी प्रशंसा याना तोडु ठठे भविष्य न पेशाना महत्त्वपूर्ण कार्यक्रम दिएका यहाँका निकै गाडी जी आशयना छन् र ठाउँको बौद्ध विहारसँग यहाँबाट जारी विषयले के मूल्याङ्कन यहाँ चुन्नु मामला तिर्नु प्रदेशकै बाधा उठाए कार्यक्रम त होइन यहाँ तो कार्यक्रम निकालेर चाहिँ जी तस्कै लेटा ललितपुर महानगरपालिकामा भएका धेरै पहाड पहिल बौद्ध विहारहरू 72 सालको भूकम्पले धेरै भत्किएका थिए। ती भत्किएको पहाड पहिल र विहारहरूलाई हामीले धेरै पुनर्निर्माण गरेका छौँ। पहाड पहिलहरू र अन्य विहारहरूलाई के कति संरक्षण र संरक्षण गर्न सकिन्छ त्यो संगठन र संरक्षण गर्नको लागि ललितपुर महानगरपालिका तयार छ र हामीले स्थानीय तहको उपप्रमुखको हैसियतले महानगरपालिकाले गर्नुपर्ने काममा हामी यहाँहरू सँगसँगै छौँ। यो चाहिँ यसले दिने विकृत ढङ्ग चाहिँ व्यवहार दुर्व्यवहार चाहिँ सुधार्या लागि चाहिँ वो टाइमले जितो लगे चाहिँ हर्षरत्न टाफा यो चाहिँ अध्यक्षता चाहिँ ठोस व्यवहार सुधार समिति ढका चाहिँ गठन जो चाहिँ खनिलो लिप ठुटय चाहिँ नेपाल सरकार हो वो टाइमले चाहिँ नेपाल सरकारको सरकारमा चाहिँ वो व्यवहार सुधार र चाहिँ विधेयकी रूपले यहाँका चाहिँ राष्ट्रिय पञ्चायतले व्यवहार सुधार ऐन ढका चाहिँ विज्ञापन टकन चाहिँ खनिलो आटकन चाहिँ वो समाज सुधार यो चाहिँ वया छ वो तरक भडक लगायत सम्पूर्ण चीज त नियन्त्रण यहाँ लागि चाहिँ वया छ भने वो चाहिँ के चाहिँ देश देखा चाहिँ वया छ आटकन खनिलो बौद्ध विहार संघे यल नगर दुनिया निसत्या मलाक बौद्ध बहाबहित आबद्ध जुया चंगडु साथै रातो मचिन्द्र नामको जात्रा पनि सँगसँगै आइरहेको छ।